टिकटक कसले बनाउँछ? म जस्तो सफा आत्मा खुल्ला दिल भएको मान्छेले टिकटक बनाउँछ। जसले पाए त्यसले बनाउँछ टिकटक। हप्प पर्ने रिस गर्नेलाई त हप्प पर्दा रिस गर्दा गर्दै ठिक्क भइहाल्छ नि। के टिकटक बनाउनु? अनि त्यहाँ मेरा घरका मान्छेलाई कुरा नसुनाउनु भनिदिएको छु, पोल नलगाउनु। कसैले मेरा घरमा आएर त मेरो भाँडामा चामल पनि हालिदिएको छैन, कसैले मेरो काम पनि गरिदिएको पनि छैन। मेरो काम म आफै गरिरहेछु। मेरो घरको भाँडामा चामल म आफै हालिरहेछु। किन मेरो घरमा आएर पोल सुनाउनु? मेरा घरका मान्छेलाई पोल सुनाएर माथि माथि उचाला पुइया लगाइदिनु। म कसैका घरमा पनि जान्न, पोल सुनाउँदै पनि कसैका कुरा गर्दै पनि हिँड्दिनँ, कसैले गरी खाएको खुट्टो पनि तान्दिनँ। मेरो पनि नतान्नु कसैले। मैले गरी खाएको कसैले खुट्टो नतान्दा हुन्छ। जब म अर्काको वास्तै गर्दिनँ भने मेरो पनि वास्ता नगर्नु क्या। कुरा गर्छन् गाँठे।